गाइस हामी चाहिँ आज के अरे सिजर पेपर च्यालेन्ज गर्दैछौँ जसमा करेन्ट अनि देखाउ बेबी देखाउ अनि काको ल सुरु 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 अनि हामी चाहिँ रक्बी सिजर त्यहाँ त्यो गेट देख्नु छ त्यहाँसम्म पुगेर छोडेर आउनु पर्ने जसले धेरै खाद्य त्यसको त टाटा फिस किनकि भोलि बिहान टोइलेटमा लास्ट पिरियड चाहिँ हामीले नयाँ किनेको अनि किनकि भोलि टोइलेटमा त त्यो 1 घण्टा बस्छ ल सिजर पेपर ए जागे ल फेरि सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक भाइ बेयो सिजर पेपर रक हामी त नजान सिजर पेपर रक पेपर रक सरी सरी Caesar paper rock. 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 हामीले यहाँ भिडियो बनाउँदा चाहिँ साउन्ड आएन त्यही भएर अन्त फेरि भइसब गर्न पर्यो के म गेम जित्न लाग्छु जित्दैछु अब हेर्नु कस्तो खेल्छु मेरो युट्युब च्यानल पनि छ च्यानलको नाम हो सिग्नल भ्लग अहिले सब्स्क्राइब गरिदिनु लाइक सेयर एन्ड कमेन्ट अनि धेरै पहिलाबाट यो सिजर पेपर खेलौँ न भनिरहेको थियो बाबु नानीले है अब बाबु नानी ठुल्ठुलो भएपछि त यति रमाइलो भएको थिएन आज तर के गर्नु मलाई चाहिँ गेम खेल्ने भनेपछि मेरो बाबु नानीलाई एकदमै रमाइलो लाग्छ है साना बुढाहरू भएपछि घरमा त्यसै रमाइलो के त्यही माथि आफूले इन्जोय गर्नुपर्छ यति रमाइलो हुँदैन कुरा नगरौँ सुभाषी र म त झन् साथी जस्तै सानो उमेरमा जन्माए नानु पनि त्यही भएर नि होला है मेरो छोरी साथी जस्तै छन् कि गेम खेल्दा नि फ्यामिलीसँग खेल्यो आनन्द रमाइलो यस्तो आनन्दको करेन्ट चाहिँ आज धेरै पिरो भयो थियो अनि बाबुले चाहिँ बिचमा आएर पानी खाथेको लास्टै पिरो भएको भएर यस्तो पिरो त खाना नहुने हो तर पनि मलाई के अरे आज चाहिँ एकदमै भन्न खोजेको खेल्न मन लाग्यो चाहिँ हामी करेन्ट त खाँदैनौँ अरू खान्छौँ बरु मेरो चाहिँ पालै आएको थिएन कि धेरै जस्तो बाबु नानी सबभन्दा धेरै नानीले जितेको थियो है अनि कि बाबुले मेरो त इभन पालै आएको थिएन कोही बेलामा